हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ हजुरहरूलाई मेरो अर्को न्यू भिडियो एन्ड भ्लगमा। अनि हजुरहरू चाहिँ एकदमै आराम सन्चै हुनुहुन्छ होला भनेर चाहिँ मैले यो भिडियो स्टार्ट गरेको छु र म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ शनिबारको दिन चाहिँ आज हामी यसो यहाँ तलतिर यसो घुम्न जानु लागेको। अनि छाता पनि बोकेको किनभने गर्मी छ। अनि किनभने छाताको दुईटा काम हुन्छ साथीहरू, एउटा चाहिँ पानी पर्दाखेरि काम लाग्छ भने अर्को चाहिँ घाम सेक्नको लागि काम लाग्छ। अनि यहाँनिर हाम्रो साथी, अनि त्यसपछि मैले जहिले पनि भिडियोमा देखाउने गरेको छु साथी, अनि अनि त्यसपछि अर्को साथी पनि छन्। अनि हामी तिनजना चाहिँ जान लागेको। अब के हुन्छ, हामीले के देख्छौँ भनेर चाहिँ हजुरहरूलाई पनि देखाउनेछौँ है त। हेर्दै गर्नु होला। ड्राई पिक्नु जान्ला हो अरे नि त। के बोक्नु भएको? चाउचाउ, अनि त्यसपछि फ्रुटी बोकेछौँ। अनि माया पनि जान लाग्छ नि। तिमी किन त्यस्तो अलास तलास भएको? गर्मीले हो। घाममा को जान्छ भने ल्याउ छाता ओरा माया, छाता ओरा। अनि ऊ पनि छ नि, यो नि अर्को मेरो साथी हो नयाँ, उनले देखेको छन्। हाई भनिदेऊ। ल होइन, अब हामी कहाँ जान्छौँ भनेर चाहिँ देखाउँदै जानेछौँ हजुरहरूलाई। नबोक्ने? ल त्यसो भए त्यतै राखौँ न त। उतै राख न, हराउँदैन। अनि हामी जाँदैछौँ। यिनी पनि भ्लग बनाउँदैछिन्, अनि यिनी पनि भिडियो बनाउँछ। यस्तै त हुन्छ। हात यस्तो लामो देखिन्छ। राम्रो हो नि यो त। हो नि। अनि बाटो चाहिँ यस्तो छ साथीहरू। हामी जाँदैछौँ। मकै चाहिँ हाम्रोतिर यत्रो भइसक्यो। काहीँ चाहिँ सानो छ, कतै चाहिँ ठुल्ठुलो भइसकेको छ। ठ्याक्कै यसको अबको 15 दिनमा चाहिँ मकै फल्छ साथीहरू हाम्रोतिर। कति दामी। यता तल हो, यो चाहिँ हाम्रो भर्खरै बनेको मन्दिर हो। कुन दिन यिनले आइफोन प्रो म्याक्स किनेर मलाई देखाउँछ नि, मलाई टेन्सन भइसक्यो। वाउ, आएको गाइज घुम्नलाई। तर हेर्नु त मेरो हालत पसिनाले, कस्तो गर्मी। यस्तो छ बाटो चाहिँ, लडिन्छ। अब हामी कस्तो बाटो जाँदैछौँ, अब के गर्छौँ भनेर चाहिँ हजुरहरूलाई देखाउने छु म। हामी चाहिँ साथीहरू बाटो हेर्नु न, बाटोको हेलो हेलो बाँदर देख्नुभयो साथीहरू, बाँदर कसरी चढ्छ माथि। ल ल ल, कति धेरै बाँदर क्या साथीहरू यतातिर त। यहाँ माथि दाइहरू क्या बाँदर हेर्न जाने भन्नु न, तर मैले यति धेरै बाँदर देखेको थिइनँ क्या। मकै पनि खाइदिने, त्यो मकै छर्दादेखिबाट घरमा नराखुन्जेलसम्म मकै कुर्नुपर्छ यतातिर। बाँदर देखिन्छु म, हेर्नु त। त्यता पनि छ, माथि छ, यहाँ पनि छ। यस्तै छ। पहिला यहाँ कुवा थियो, यहाँ त्यो बुवा बस्तुहरूले पानी खान्थ्यो। उयो त्यो निगो जलुको फलाइरह नि, पुरा पानी हुन्थ्यो यहाँ। अहिले सबै हेर्नु मान्छे लडेर मर्नु भयो। ओइ लाग्यो मलाई। गङ्गा आन्टी आउँछन् त यता।
गङ्गा होइन हौ गाइज हाम्रो हेलपोस्ट चाहिँ माथि हो त्यहाँ हामी बस्ने भवन चाहिँ देखिरहेछौँ र हामी यति आइरहेछौँ तल 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 आइरहेछौँ यहाँ हामी फर्स्ट टाइम आएको कति ठुलो भिड रहेछ क्या साथीहरू यो त्यस्तो गाउँ पनि रमाइलो छ एकदम अब चाहिँ हावा है साथीहरू सर यस्तो छ हामी बस्ने डाँडा चाहिँ खोइ कहाँ जाने मलाई थाहा छैन तिमी कहाँ लिएर जान्छौ म त्यहीँ जान्छु लु जाउँ आइसकेपछि त जाउँ न अब त्यही तल त आयौँ हामी आज हाम्रो शनिबारको नुहाएर त्यसपछि लुगा धोएर अनि एकछिन बसेर अनि के गरेर बस्नु त अल्छी लागेर आयो त्यही भएर हामी यसो घुम्न हिँडेको यत्रो तल ल्याएर यस्तो राम्रो ठाउँ छ जाउँ भनेर हामीलाई फकै ल्याएर साथीहरू यस्तो गाडीमा ल्याएर यो यहीँ घर भएको मान्छेलाई पनि थाहा रहेनछ के हो यस्तो यो यति तल लिएर आउनु यति राम्रो ठाउँ छ भनेर लिएर आउनु हो लास्टमा त छैन के गरायो खोइ त उल्कै राम्रो छ भने है यस्तो गाइज यो चाहिँ हाम्रो ड्राई पिकनिक हो यत्रो बाटो हामी दुःख गरेर लास्टमा कस्तो भनेर कस्तोमा लिएर आइन् चौरै चौर छ भनेर अनि चाउचाउ पनि वाइ ल्याउँछु भनेर बुलेट लिएर आइछिन् हेर्नु सक्नुहुन्छ प्रिएम के हो प्रिमियम हो कि के हो प्रिमियम पिरिपिएम गाइस यो पनि हाम्रो फ्रुटी अनि त्यसपछि यति होइन त हाम्रो यो नि त घाटा दुई थोपाले घाटा लाग्यो ला ल चौताले खोजेको तिमीले चौताले होइन भगवानले हो वर्ष कति 5 वर्षपछि आइस तैँले फर्स्ट समय नदी खाइस् भनेर क्या अनि पहिला त नि चलाउने सिस्टम त हुन्थ्यो नि खेतमा काम गऱ्यो भने अन्त खाजा ल्यायो भने पहिला भयो के अरे भुनीलाई भनेर दिन्थ्यो होइन अनि त्यही हो क्या यो होइन मतलब अनि हामी काम गर्न आएको हो र चराउनलाई यत्रो बाटो हिँडेर आऊ यत्रो पसिना खलखल बगाएर अनि काम गरेको त हो नि होइन एक्सर्साइज भयो होइन नयाँ नयाँ देखियो हरिया काँडा बुट्टाहरू देखियो तिमीलाई एक्सर्साइज भयो उहाँलाई त सधैँ फुल एक्सर्साइज होला उहाँलाई त उहाँ तराईको बासिन्दा तपाईँलाई एक्सर्साइज भयो मलाई त लगभग चौर भनेको कहाँ ल्याएको रे बारीको बाटोमा होइन त चौर त्यसो भयो त अनि के गर्नु सेतो बनाएर पलाएछ म के गर्नु त म नि आएकै छैन तपाईँहरू भन्दा नि बढी भइसकेर म नआएकै अनि चौरकै गल्ती हो चौरको गल्ती हो क्या मेन घरको अर्ग्यानिक यो गाउँको अर्ग्यानिक मान्छे अब चौरमा यस्तो सेतो बनमारा पाट होइन अरेली काँडा उम्रेर मेरो यसमा दोष त होइन यो प्राकृतिकै दोष हो यस्तो चौरमा यस्तो उम्रिने हो होइन तिमी यसमा के भन्छौ भन्नु के छ यसमा प्राकृतिकको दोष हो कि कसो चौर चाहिँ अब प्राकृतिकको दोष भएर भिड पाएर बन्नु भएछ है बढेर होइन गाई सबैजना सरिया भएर यस्तो भएको मेन प्रब्लम भनेको चाहिँ मेरो पनि खोप्दिनु न यहाँ छ उठ्याउ ल खोप्नु पर्यो ल अब सुरु गर्ने होइन ल सुरु गरौँ गरम ओ माय गॉड आइजाउँ किन सर्केलाई भन्दा म आफू उहाँ झन् मेन फ्रेममा आउनु पर्छ है उहाँलाई हाइलाइटमै राखिदिनु पर्यो तराईको बासिन्दा चौरमा आएर भयो यस्तो के भयो चौर नरहेछ फेरि गाडी भन्यो क्या है ल ल चौर बन्यो 81 गाडी खाए ल हजुर लाग्ला फेरि
गरियो होला म बडालले रेफरी हाल्छु बाँदर हेर्ने मान्छे बाँदर पनि यता हेरौँला न यता छैन बाँदर पहिला यतै घर हुने क्लासमा है घर त रहेछ त कसको हो त्यहाँ त्यही हजुरबाको गोठ हो पहिला पहिला ऊहरू बान्थ्यो गोरुहरू बान्थ्यो घाँस के अरे मल हुन्छ नि त बोक्नु परेन तर त्यत्रो माथिबाट यहाँ आउन त कम्ता लाग्छ त है बुढाबुढा तर अहिले पनि आउँछ नि है कति त धेरै छिटो हुन्छ क्या सधैँ हिँडिरहने बाटो भएर मन पखाल्छ उसले अहिले पनि यहाँ आउनु क्या झन् पखाल्छ मेरो ब्लग हेरेर आइसक्यो तपाईँको साथी खोइ मनिषा कार्की भनेर त्यहाँ कमेन्ट आयो भने मलाई फेरि गाह्रो पर्छ केही भइहाल्यो भने अनि नयाँ साथी पाएपछि पुरानलाई बिर्सिदिने भिरबाट लडेको खोलामा गएर खोज्दा अर्को नयाँ मुख देखिरहेको छु अर्को पुरानो मुख है होइन नयाँ मुख भएन हामीलाई पुरानै मुख चाहियो भन्यो भने त अनि आपत तर म न्याउरी देख्छु क्या तपाईँलाई त्यो भ्लगमा चाहिँ मलाई आज भन्दै थियो मलाई कस्तो गर्मी भएर प्यात्त पर बसेर जसेर नि उसले मोबाइल लिएर आइहाल्छ भन्छु अनि हाँस्दै थियो होइन उसको जहिले पनि झरीले भइरहेको हुन्छ नि त यतिकै जहिले जति नै दियो भने सदाबार हो अनि हामीलाई चाहिँ अलिकति केही भने ल्यात्त भइहाल्ने है म झन् गर्मी भयो भने प्लात्त पर्छ किन म सदाबार झरिलो छु त झन् ब्लगर भएपछि त झरिलोको झरिलै कहिले काहीँ हुँदिन कस्तो चर्को हुन लाग्यो नुन चाउचाउमा एक्कासी नुन कहाँबाट आयो आएपछि अनेक हुन्छ चाउचाउ सक्यो अरे चुइगम सक्यो अरे अब चक्लेट मात्र भाइन्छ चक्लेट रोजिहाल्नु पर्यो कुन चाहिँ मिठो हुन्छ तर मिठो भयो है बस्तली भन्छ अब बस्तली बस्तली चाहिँ किन बस्यो नाम भन्नु बस्तली बस्थली हो कि बस्तली हो कि पहिला पहिला मान्छेहरू घाँस काटेर तल त्यो भिरतिरबाट अनि खोलाबाट घाँस काटेर आएर चाहिँ यहाँ आएर भारी बिसाउने भएको कारणले गर्दाखेरि चाहिँ बस्तली भयो होला होइन आफ्नै लजिकको लागि मेरो त मलाई के थाहा थियो गाउँमा लजिक गाउँको मान्छेले थाहा छैन अनि म त घरमा त सामान कहाँ छ भने थाहा छैन अब यहाँ बस्तलीको कुरो मलाई के थाहा सासचोरी सोध्नुपर्छ मम्मीलाई कहाँ छ भनेर हुनुहुन्छ हो क्या म नआएको धेरै भइसक्यो त यतातिर त के काम र आउनु भने काममै छैन झन् यो बाघ आयो नि त बाघ आएपछि त कोही मान्छे तलतिर त आउँदै आएन क्या यो बाघ आएपछि अनि के काम एक्लै आउनु डर लागिहाल्यो पहिला पहिला कति त के साँच्चै पहिला त लास्टै याद आइरह पहिलाको जरी आइरह कसरी यस्तो भयो जस्तो फिल भइरहेको के थाहा भने पहिला नि यस्तै थियो कि हाम्रो झुट बोलेको नि हुनु होइन न यस्तो थियो र अहिले ठ्याक्कै भयो झल याद आइरहेको छ अरे कुनै एङ्गलबाट त्यस्तो लागेन भनेको यो वर्ष त लाग्यो त तिमीलाई लाग्यो भनेर चौरी जस्तो लागेन रुकुलाई भए पनि अब आँप कसले टिप्नु त आँप मतलब साँच्चै यहाँ सुत्ने ठाउँ राख बनाएको थियो त्यो बाँसको यस्तो यस्तो बेरेर माथि यहाँबाट अनि बाँसको टेको लाएर अनि सरबाट जाने सुत्ने अनि यहाँबाट हेर्ने बाख्रा सब देखिन्छ तल काँखासम्म लड भन्छ एकचोटि खोलामा साँच्चै लड्ने ठाउँ छैन क्या दिल छ अलि तल उस छ चौर्ने जस्तै छ क्या साँच्चै नै चौर छ क्या त्यहाँ यस्तो बसेको ठाडो अनि त्यहाँ मुनि त्यो पर यता म्याजिक देखाउँछु खोइ त पड्काउने ल ब्ल्याङ्ग कहाँ पकाउनु यो एकचोटि यता पड्किनु नि पऱ्यो 1 2 गर्न 1 2 3 4
मैले भनेको थिएँ नि एकचोटि यहाँ पड्क्यो अर्को ल्याउ त अर्को ल्याउ अब फेरि फुक न नाइ त्यो त हुँदैन त्यो बिर्कोको यो पुरै हाल्नु पर्छ यतिकै हाल्नु पर्छ अनि त्यो अनि हावा जाँदैन अनि पड्किन्छ भयो त कसको गोलो कसको बिर्को आमा लाज हुँदैन मेरो खुट्टा मात्रै के भगवान आयो धेरै होइन होला सायद तपाईँ यो पड्काउनु है पर्दैन यो पड्काउन अब यो पड्को लागि लास्टमा पड्केन रे लास्टमा बम पड्केन कान छोडेर मार्छ नि प्लास्टिक किन फ्याने हालेर केमा लाने होला यो प्लास्टिकमा लानु पर्दैन अब यहाँ गर्मी थोरै उता खनेर राख्नुपर्छ खनेर राख्ने नि जसरी खनेर राख्ने भनिहाले कुपनमा के त आएन नि आएन बु अलि डट अन बुलेट जित्नुहोस् एक प्याकेट बुलेट चाउचाउ सित्तैमा लिनुहोस् बुलेटै आज ए टमा त आहा फेरि इले लुले एउटा चाउचाउ ल्याउ भनिसके म कम्पनीको मान्छे होइन भनिहाल्दिनँ म दिनै दिन्छु कहाँ एउटा चाउचाउ हार्दिक बधाई बुलेट साथै प्याकेटभित्र थर्मस छाता साइकल त्यो पो पाउने कहाँ चाउचाउ क्यालकुलेटर उपहार कुपन राखिएको छ कहाँ राखेको छ यो तीनटा खोलिछ एउटा राखेको रहन्छ हावा कम्पनी पनि पर्यो नि क्या कम्पनीको मान्छेले फोन गरिहाल्नु त केही परेन दाइ भनेर पहिला बेला यो धुलो कति हामी चाट्थ्यौँ स्कुल जाँदाखेरि स्कुल जाँदा चाहिँ मिठो हुन्थ्यो जाँदा नि आउँदैन कि चाटेर हिँड्थ्यो हामी त त्यो एक प्याकेट चाउचाउले यति थोर क्या गोजीबाट त थोर खाएर स्कुलसम्म पढाउँथ्यो है बाटो बिर्सिहाल्यौँ हामीले यिनको पछि लाग्यो भनेदेखि त हामी त हराउने रहेछौँ कोही ऊ माथि पुगिसक्यो कोही यता छन् मेरो गाउँ अब यो कसरी कहाँ जाने हो थाहा छैन पार्नुपर्छ भेट्यौ तिमीले बाटो बाटो बिर्स्यो आयो भेटेन आयो हजुर कसको हजुर म त हिँड्दिनँ म रिस्क नउठाउने अब घाम पनि डुब्न लाग्यो ठ्याक्कै अहिलेको कति बज्यो 5:30 भयो अनि हामी चाहिँ रुममा आइसकेको छौँ अनि हजुरहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला यदि यो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भनेदेखि चाहिँ सब्सक्राइब गरिदिनु होला अनि एकदम मेरो युट्युब फ्यामिलीहरू एकदम स्वस्थ रहनु होला व्यस्त रहनु होला जे हुन्छ राम्रैको लागि हुन्छ भनेर अगाडि बढ्नु होला भन्दै आजको भिडियो चाहिँ मैले यहीँ एन्ड गर्न चाहेँ बाई बाई साथीहरू।